हेलो एभ्रिवान, नमस्कार सबैलाई। यो मोन्स्टेरा एल्बोमा चाहिँ मल थप्नुपर्ने होइन, अनि रिपोर्टिङ गरिदिन्छु भनेर सम्झिराखेको थिएँ। एउटामा चाहिँ मल थप्नुपर्ने, अर्कोमा चाहिँ रिपोर्टिङ गर्नु भनेको चाहिँ अहिलेदेखि होइन, त्यत्तिकै टाइम नपाएर आज चाहिँ जेसुकै होस् भनेर चाहिँ म बिहानै यहाँनिर यो काम गर्दैछु। यस्तो प्रकारले जरा गइरहेको छ, यस्तो बेसी यस्तो दामी होइन। खासै भन्नुपर्दा यो चाहिँ अझै ग्रोथ हुनुपर्ने हो, सानो पटमा भएर चाहिँ राम्रो ग्रोथ भएको छैन होइन। अनि त्यो भएर चाहिँ अलिकति ठुलो पटमा लगाइदिएँ, अनि यस्तो प्रकारले मल पनि थपिदिँदैछु आज चाहिँ यसलाई हो। लु लु ठुलै होला यो गमला। बडा कुरा गरेर सनाकसिनिका पारेर चाहिँ यसको पात अलिक काट्नु पर्ने रहेछ नि, त्यस्तो सुकिरहेको रहेछ। अनि यसलाई चाहिँ दुईवटा भाग काटिदिउँ यहाँनिर। अब चाहिँ अलिकति राम्रो पात बस्यो, त्यस्तो राम्रो ग्रोथ छैन किनभने चाहिँ यसलाई मल राम्रो थिएन नि त, त्यो भएर अब चाहिँ बढ्छ होला। फाइनली चाहिँ यसरी